शिवांश के छ खबर के गर्दै हो शिवांशको मम्मी हेलो शिवांशको मम्मी ए पापा पकाउन हो मम्मीले के गर्दै हो मम्मीले पापा पकाउन हैन ए हो म बसेको हेरेर भन न ए हो के को पापा हो नि खानी आज एकादशी कोदो खानु हो विदेश छँदाखेरि नमानेर के गर्नु नेपालमा त मान्न अर्ग्यानिक चुलो यो त धुवा पनि फाइदाजनक हुन्छ होला जस्तो लाग्यो के भयो रोटी हालेको चामल र गहुँको रोटी ओके मिलेले छोप्ने ओके शिवानलाई खाने हो हो र कति खाने हो त ए तीनटा को हो नि तीनटा को तीनटा हो नि भन त दादा र म त दुईटा भयो के अरे ए बाबा र म अनि दादा मम्मीले नि हो अनि बुवाले हो कि होइन त अनि आमाले हजुरआमाले सबैले खाने हो कतिजना भयो नि त 10 जना बुवा आमा हजुरआमा मम्मी बाबा दादा म आउँदैछ तिमी सबैभन्दा सानो अनि शिवांश 7 जना है 7 जनाले खाने 7वटा रोटी पकाउनु पर्यो ए बाबाले पकाउने हो कि हजुरले पकाउने हो कि बाबाले होइन मम्मीले पकाउने बाबाले हो मम्मीलाई ल गाउँले कान्छीको किचन यस्तो छ